So guys, I'm back with a new interesting video. Are you excited? And guys, if you are new to this channel, please do not forget to like, share and subscribe. पेट अंदर कर लेती वे ब्रो कहाँ चले गए. So guys, today we are watching देवेन्द्र राज पाण्डे जी को हैन नयाँ चाहिँ रियालिटी शो आएको छ and it's match making. त्यसको चाहिँ मलाई धेरैहरुले कमेन्ट गरेर चाहिँ ट्रेलर आएको छ प्लिज 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 भिडियो बनाउनु भनेर अस्ति देखि नै भनेको थियो हैन. त त्यही भएर चाहिँ अब म एकदमै रेडी छु म्याच मेकिङ को चाहिँ न्यू ट्रेलर हेर्न. सो लेट्स बिगिन द भिडियो. गाई मेरो पच चाहिँ एकदमै खतरनाक ठाउँमा भयो है गाइस. आई एम सरी फर दैट. म चाहिँ यो म्याच मेकिङ भन्ने बित्तिकै यो भ्यूहरु देखेर त्यो देखेर चाहिँ काइन्ड अफ स्प्लिट्स विला लाइक ट्राइङ टु कपी अफ कोर्स स्प्लिट्स विलाको लेभलसम्म चाहिँ पुग्दैन होला हैन. बट यो हेर्दाखेरि चाहिँ भ्यूजहरु स्टार्टिङमा एन्ड प्लस लाइक हट कल्स अलिकति त्यस्तै लागिरहेछ है म चाहिँ. What was that sound? I like Bengali, I like Pakistan. Oh my god! Guys, what was that? What was that? Actually, like, I didn't expect that. त्यही भएर रहेछ मान्छेले मलाई भिडियो बना 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 भनेको कि. ओ माय गॉड. मेरो पच एकदमै त्यो फन्नी ठाउँमा हुँदैछ गाइस. लुक एट दिस फेस. म त नै सही सही यो केटा को हेर हेर मै. त्यसको थुदो र म त नै सही सही Oh my god guys, I didn't expect that. Like मैंने सोचेको पनि थिएन. रोबिन गाइस, रोबिन तुम कहाँ चले गए ब्रो, कहाँ चले गए. By the way guys, Robin is the good actor. Like मलाई त्यो wake up call जस्तो चाहिरहेको के. What is he doing here? Like Robin here, like your first splits villa and all. You see, like Robin यार बता तो देते यार कम से कम. प्लिज के भाइ पूजा के प्लिज के ल छो के मलाई So cringe. Oh my god, so cringe guys. मैं देखा नहीं जा रहा, मुझसे पता नहीं क्या ही बोलूं, मुझसे देखा नहीं जा रहा. यो केटाले यत्रो ठुलो ठुलो त्यो रिबन त्यो ड्रेस अप सँगै म्याच भएन जस्तो लाग्यो कि. I'm sorry but I don't like this fashion by the way. हाम्रो देवेन्द्र दाजुले चाहिँ एकदमै धेरै खर्च गरे जस्तो छ है गाइस. एकदमै धेरै खर्च गरे जस्तो लाग्यो. पुरा हेर्नु न हट हट कल्स गाइस. मलाई चाहिँ हैन यो अफर आइदिएको भयो इन केस तपाईहरु के चाहनुहुन्छ म गइदिएको भए हुन्थ्यो चाहनुहुन्छ कि. इट्स नट फर मी. तपाईहरुलाई के लाग्छ है? अया थोड़ा पेट अंदर कर लेती बहन. व्हाइट ड्रेस वाली बहन थोड़ा पेट अंदर कर लेती. आई एम सॉरी गाइस. म अनेस्ट रिभ्यु दिइरहेको छु हैन. मलाई चाहिँ यो भ्यू देखेर चाहिँ लाइक क्रिन्ज लागिरहेछ कि अहिलेसम्म चाहिँ. अगाडि र पछाडीको Oh my god guys, मैं क्या करूं, मैं पागल हो रही हूँ. मेरा लैंग्वेज अपने आप चेंज हो रहा है गाइस. मैं क्या ही बोलूं. I cannot say more than that के. अगाडि र पछाडीको टुक 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 टुक
वाला डान्स मलाई साह्रै मन पर्यो। बिन्ती छ दिदी, तिमीले आजैबाट डान्स गर्न छोड्देऊ, नत्र भने 2072 सालमा आएको भूकम्प फेरि पनि आउन सक्छ। डायलग बेसरी रटेर भनेकी छिन् कि दिदीले। What was that? Oh my god, I find it so cringe. By the way, it's okay. हामी त्यस्तो भूकम्प अब सहन सक्दैनौँ दिदी, सक्दैनौँ। Your next reality addiction. ल गाइस, तपाईहरुले चाहिँ को केटी मन परेको चाहिँ सर्व स्क्यान हान्नु त। मलाई चाहिँ वाउ चाहिँ कोही पनि लागेन है, माई पर्सनल ओपिनियन। तपाईहरुले चाहिँ को केटी मन पर्यो डु कमेन्ट डाउन बिलो। एन्ड गाइस, तपाईहरु कतिको एक्साइटेड हुनुहुन्छ म्याच मेकिङ रियालिटी शोको लागि हैन? म चाहिँ अब अरु भन्दा पनि मैले रोबिनलाई देखेर चाहिँ आइ एम सुपर एक्साइटेड टु सी हिम हैन। आई वान्ट टु वाच हिम। एन्ड गाइस, तपाईहरुलाई कस्तो लाग्यो त्यो म्याच मेकिङको प्रोमो भिडियो? एन्ड गाइस, तपाईहरुलाई कस्तो लाग्यो मेरो रियाक्सन भिडियो, मेरो रियाक्ट कस्तो लाग्यो त हैन? Please do comment down below. And guys, thank you so much for watching my video. I'll back with a new interesting video. Teti samako lagi. Bye bye. Love you all.